यो कथा हो एक्लोपनको। कलेजमा पढ्ने एउटा विद्यार्थीको जसको कुनै साथी नै छैन। ऊ एक्लो छ। भिडमा घेरिएको सहरमा ऊ एक्लै हुन्थ्यो। कलेजमा सबै हाँसिरहेका हुन्थे, टेबलहरू भरिएका हुन्थे, तर ऊ जहाँ बस्थ्यो त्यहाँ एउटा कुर्सी सधैँ खाली रहन्थ्यो। चियाको कप अघि राखेर ऊ झट्ट सहरको आवाज सुन्दै बसिरहन्थ्यो। कसैले बोलाएको थिएन, तर ऊ रोइरहेको पनि थिएन। बस मौनले उसलाई ओढेर राखेको थियो। भिड धेरै छ यहाँ, कसैलाई कसैको कदर छैन। भिड धेरै छ यहाँ, कसैलाई कसैको कदर छैन। तस्बिरमा सबै नजिक देखिन्छन्, तर मनमा कोही नजिक छैन। तस्बिरमा सबै नजिक देखिन्छन्, तर मनमा कोही नजिक छैन। कलेज सकेपछि ऊ सहरको छेउमा रहेको पुरानो बाटो हुँदै पिपलको रुख मुनि पुग्थ्यो। त्यहाँ न त कोही थियो, न आवाज, केवल हावा, ओस र शान्ति। ऊ रुखको बोक्रामा हात राखेर मुन्टो टेकेर आँखाहरू बन्द गर्थ्यो। संसारको सबै कुरा हराउँथ्यो, बस ऊ मात्र बाँकी रहन्थ्यो। उसले कसैलाई न केही माग्यो, न कसैलाई गुमायो, तर उसको मनमा एउटा कुरा स्पष्ट थियो, जीवनमा सबैसँग हाँस्नु पर्दैन, कहिलेकाहीँ मनले आफैसँग बोल्न पर्छ। साथ त धेरै पाइन्छन्, तर मनसँग मेल खाने कम पाइन्छन्। साथ त धेरै पाइन्छन्, तर मनसँग मेल खाने कम पाइन्छन्। मानिसहरू भेला भएर रमाउँछन्, ऊ एक्लै भएर बाँच्न रमाउँछ। मानिसहरू भेला भएर रमाउँछन्, ऊ एक्लै भएर बाँच्न रमाउँछ। ऊ समयसँग कहिल्यै पनि लडेन, संसारसँग पनि होइन। उसले आफूलाई बुझ्यो, उसले शान्ति पायो। बिस्तारै एक्लोपन बोझ होइन, घर जस्तो लाग्न थाल्यो। उसले समयसँग कहिल्यै पनि लडेन, संसारसँग पनि होइन। उसले आफूलाई बुझ्यो, उसले शान्ति पायो। बिस्तारै एक्लोपन बोझ होइन, घर जस्तो लाग्न थाल्यो। ऊ आज पनि एक्लै छ, तर ऊ दुखी छैन, किनकि उसलाई थाहा छ, कसैको साथ नहुँदा पनि जीवन अधुरो हुँदैन। कहिलेकाहीँ सबैभन्दा ठुलो सङ्गत एक्लोपन हुन्छ।